यो धरतीकै पहिलो धाम यो बराह क्षेत्र धार्मिक र पर्यटकीय क्षेत्रले अब्बल यो बराह क्षेत्रमा अहिले यो साउनको बेलामा साउन 1 गतेदेखि साउन मसान्तसम्ममा जुन लाग्ने बोलबम मेला छ यसमा वास्तवमा भन्ने हो भनेदेखि सप्तकोशी नदी र कोकाको सङ्गमको बीचबाट पानी लगाऊ भनेदेखि सबैभन्दा राम्रो हुन्छ भन्ने खालको एउटा धार्मिक परम्परा अनुसार यहाँको जल लिएर पिण्डेश्वर बाबा धाममा लगेर चढाइयो भनेदेखि सबैभन्दा उत्कृष्ट हुन्छ भन्ने कुरा जुन धार्मिक उसमा ग्रन्थहरूमा लेखिएका छन् त्यसको आधारले भन्ने हो भनेदेखि यहाँबाट अनिवार्य रूपमा लानेको मान्छेको चापहरू बढ्दै जाँदैछ। अहिले चाहिँ भन्नुहुन्छ भनेदेखि अहिले त जहाँ पनि जुनै खोलाबाट पनि शिवजीको मन्दिर भए ठाउँमा मन्दिरमा लाने पानी चढाउने भन्ने छ। तर धार्मिक र पौराणिक हिसाबले भन्ने हो भनेदेखि यो कोका नदी र बराह क्षेत्रको सप्तकोशीको नदीको सङ्गमको छेउबाट लगेको पानी चाहिँ एकदम सबैभन्दा उत्तम राम्रो हो भन्ने भएकोले गर्दाखेरि पनि सबै भक्तजनहरूलाई चाहिँ यो धार्मिक पर्यटकीय क्षेत्र पनि यो धरतीकै पहिलो धाम बराह क्षेत्र भएकोले गर्दाखेरि यहाँबाट चाहिँ आएर स्नान गरेर यहाँको पानी चाहिँ पिण्डेश्वरमा लगेर चढाउनु हो भनेदेखि चाहिँ पुण्य कमिन्छ भन्ने खालका कुराहरूमा चाहिँ एकदम सत्यता छ। त्यसैले गर्दाखेरि पनि सम्पूर्ण देशवासी दाजुभाइ दिदीबहिनीहरू यी धर्म अवलम्बीहरू सबैजना बोलबम धर्मका बेलामा स्नान गर्न आउनुहुने आदरणीय महानुभावहरूलाई यही बराह क्षेत्रको पुण्य भूमिमा आई स्नान गरेर यहाँको पानी जल समाधि लगेर चढाइदिनका लागि सबैलाई आह्वान गर्न पनि चाहिन्छ। र यहाँ तपाईहरुलाई परेका समस्याहरूका बारेमा यहाँ समितिले र यो बराह क्षेत्र नगरपालिकाले सबै कुराहरूलाई व्यवस्थित तरिकाले गर्ने भन्ने खालका कुराहरू पनि हामी कमी हुन दिदैनौँ। त्यसैले गर्दाखेरि सम्पूर्ण भक्तजनहरूलाई यहाँ आएर जल स्नान गरेर जल बोकेर लिएर गएर पिण्डेश्वर धाममा लानका लागि हार्दिक अनुरोध गरिन्छ। र यहाँ एक दिन बसेर तपाईहरु यहाँको धार्मिक पर्यटकीय क्षेत्रलाई पनि अवलोकन गर्नुहोस्, हेर्नुहोस्, यहाँको कस्तो किसिमको कमी कमजोरीहरू छ सुझाव दिनुहोस्, सल्लाह दिनुहोस्, यसलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने खालका कुराहरू तपाईहरुका सुझावहरूलाई पनि लिँदै अब आउने दिनहरूमा अझ यसलाई व्यापकताका रूपमा अगाडि बढाउने भन्ने खालका कुराहरूमा हामी अनवरत लाग्नेछौँ। हामी जनप्रतिनिधि भनेको त्यसैका लागि हो। त्यसले गर्दाखेरि सबै कुराको व्यवस्था छ। सबै भक्तजनहरूलाई चाहिँ अरू ठाउँमा छोडेर यो बराह क्षेत्रको पुण्य भूमिमा आएर स्नान गरेर जल समाधि गरिदिनका लागि र जल लिएर पिण्डेश्वर धाममा र कहीँ लगेर चढाउनुहुन्छ भनेदेखि यही बराह क्षेत्रकै जल चाहिँ लिएर जानका लागि सबैलाई हार्दिक अनुरोध गरिन्छ। त्यसले गर्दाखेरि चाहिँ यहाँको केही न केही राम्रो हुन्छ भन्ने खालका कुराहरू राख्न चाहे यिनै हुन्। र यो बोलबम धर्मशाला यो बोलबम धर्मशालाहरू यहाँ निर्माण छ। बोलबम धर्मशालामा पनि बस्ने व्यवस्था छ। त्यस पछाडि उता बालसन्त महाराजजीकोमा पनि बस्ने व्यवस्था छ। बराह क्षेत्रको मन्दिर एरियामा पनि बस्ने सबै व्यवस्था छ। सबैजनालाई भरिसके त्यसै बेलामा आउने बित्तिकै जाने होइन। यहाँ हेर्नुहोस्, यहाँको रमणीय हेर्नुहोस्, यहाँको व्यवस्था हेर्नुहोस्, यहाँको सबै कुराहरूलाई बुझेर बसेर राति 2-3 बजे मात्रै उठेर तपाईहरुले जानका लागि पनि हार्दिक अनुरोध गर्न चाहन्छु। हवस् त। यहाँले जुन कुरो गर्नुभयो वडा साथीज्यू, अब बमहरू यहाँ आउनुहुन्छ हैन, अनि आयो अनि एकैछिनमा जल भरो नुहाइदै गरो र स्नान गरो गइहाल्यो। तर यहाँको भनाइ अनुसार चाहिँ कमसे यो बराह क्षेत्रको जुन महिमा छ, बराह क्षेत्रको धार्मिक पर्यटन छ, यसलाई अझ बढाउनका लागि स्वयं उहाँहरू यहाँ एक दिन बसेर अवलोकन गरेर हैन जानु हुन यहाँले पनि आग्रह गर्नुहुन्छ। यो त उहाँहरूलाई मेरो विनम्र अनुरोध हो। हजुर, जब बमहरू यहाँ आउनुहुन्छ, स्नान गर्नुहुन्छ, पानी बोकेर गइहाल्नुहुन्छ, उहाँहरूलाई विनम्र मेरो अनुरोध हो, तपाईहरु बस्नुहोस्। यो धार्मिक क्षेत्र हो, पर्यटकीय क्षेत्र हो। यसलाई तपाईहरुले बसेर यसको निरीक्षण गरेर, यसको अवलोकन गरेर
यहाँ के कमी कमजोरीहरू छन्, तपाईँहरूलाई समस्या के छन्, ती समस्याहरूलाई पनि अवगत गराइदिनुहोस्। हामीले व्यवस्था गर्नुपर्ने कुराहरू के हुन्छन्, ती व्यवस्थाहरू पनि हामी पुरा गर्नेछौँ। र त्यस पछाडि तपाईँहरू बमहरू जतिलाई व्यवस्थित तरिकाले यहाँ राख्यो भने, व्यवस्थित भयो भनेदेखि यहाँको आकर्षण पनि बढ्छ, यहाँको धार्मिक क्षेत्र पनि एउटा प्रोडक्ट भएर अगाडि बढ्छ भन्ने खालका कुराहरू नै राख्न चाहन्छु। र सम्पूर्ण आदरणीय धर्मावलम्बीहरू जति पनि आउनुहुन्छ, तपाईँहरू चाहिँ यहीँ आएर बसेर भोलिपल्ट मात्रै स्नान गरेर पानी लिएर जानका लागि म विनम्र अनुरोध गर्न चाहन्छु। भनेपछि यो सुरक्षाको दृष्टिले पनि यहाँले आग्रह गरिदिन्छ, किनभने बाटोघाटो हुँदी होइन, अब विभिन्न अब जङ्गली जनावर निस्किने डर हुनसक्छ, खोलाले बगाउने सम्भावना हुनसक्छ होइन, अँध्यारोमा, किनभने बाटोभरि त अब बत्ती व्यवस्था नहोला जङ्गलमा होइन। त्यसो हुँदा पनि यहाँ एक रात बसेर बिहान पख जाँदा चाहिँ सुरक्षाको दृष्टिले पनि अझ राम्रो हुन्छ भनेर यहाँ भन्नुहुन्छ। अझै पनि के चाहिँ हो त भन्दाखेरि मैले भन्नै पर्छ, यो बराह क्षेत्रमा हात्ती आतङ्क अति धेरैभन्दा धेरै छ। त्यसले गर्दाखेरि जब बमहरू आउनुहुन्छ, स्नान गर्नुहुन्छ, रातिकै समयमा हिँडिदिनुहुन्छ, हात्ती 40-50 वटाको हुद्दा गरेर आइरहेका हुन्छन्, कहाँ जान्छन्, कतिखेर के जान्छन्, मानवीय क्षति हुनसक्छ। त्यसले गर्दाखेरि पनि त्यसको सुरक्षाका लागि पनि तपाईँहरू यहाँ बस्दिनुहोस्। अर्को कुरा, खोला नालामा अहिले बाटो मदन भण्डारी राजमार्ग बन्दैछ, सबै चिप्लो छ, बाटो माटो पुरिरहेको छ, खाल्डाखुल्डी धेरै छन्, अस्तव्यस्त छ। त्यसले गर्दाखेरि पनि उहाँहरू पनि असुरक्षित हुन सक्नुहुन्छ, मानवीय क्षति हुन पनि सक्छ। खोला नालाहरू धेरै छन्, खोला नालाले गर्दाखेरि पनि मान्छे अव्यवस्थित हुनसक्छ। त्यसले गर्दाखेरि पनि हाम्रो विनम्र अनुरोध हो, तपाईँहरू यहाँ बसिदिनुहोस्। बसिदिइसके पछाडि भोलिपल्ट उज्यालोमा राम्रो देखिने गरी एउटा सुरक्षित गन्तव्यतिर लाग्नुभयो भने तपाईँहरूको पनि जीवधनको सुरक्षा हुन्छ। यो धार्मिक क्षेत्रमा आएर धर्म सम्बन्धीका कुराहरूलाई पनि आफूले सोचे अनुसारको पनि धर्म पुरा हुन्छ भन्ने खालका कुराहरू राख्न चाहन्छु।